नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छौँ। हामी दिपज्योति ज्योतिष तथा वास्तु परामर्श केन्द्रबाट जोडिरहेका छौँ। हामी हरिशयनी एकादशीको बारेमा जानकारी दिन गइरहेका छौँ। कृपया पुरा भिडियो हेर्नुहोला, कस्तो लाग्छ कमेन्टमा कमेन्ट गर्न नबिर्सनुहोला। जय श्री राधे राधे लेख्नुहोला। हामी हरिशयनी एकादशी 2083 सालको श्रावण महिनाको 9 गते परेको छ। यो तिथि अहिले मलमासले गर्दा साउन महिनामा आएको। यो चाहिँ अहिले हामी सौरमान अनुसार तपाईँको श्रावण महिना परेको छ भने चन्द्रमान अनुसार यो आषाढ शुक्ल एकादशीको दिन पर्ने गर्दछ हरिशयनी एकादशी, जहाँ सत्ययुगमा भगवान श्री विष्णु बलि राजालाई एउटा वर दिनुभएको थियो। उनी चाहिँ एकदमै धर्मात्मी थिए, ज्ञानी थिए। यसै क्रममा तिम्रो तपस्यादेखि म पूर्णता भए के माग्न चाहनुहुन्छ भन्ने कुराहरू भगवान विष्णुले बलिलाई दिनुभयो। अनि बलिले भन्नुभयो, मलाई सम्पूर्ण कुराहरू छ, तपाईँसँग के माग्ने त माग्नुहोस् न, तपाईँले चाहिँ कति माग्न चाहनुहुन्छ, के छ भनेर चाहिँ भगवानले भन्दा उहाँ त सानो एउटा बटुवाको रूपमा अथवा सानो बालकको रूपमा उहाँ चाहिँ जानुभएको थियो। अनि पछि उहाँमा एउटा घमण्ड थियो, किनकि हरेक साथबाट पूर्णता हुनुहुन्थ्यो नि, त्यसले गर्दाखेरि अनि मलाई केही चाहिँदैन, मलाई 3 पाइला मात्र जमिन दिनुहोस् न त, त्यस्तै भए पुग्छ भन्नुभयो। यति सानो बच्चा हुनुहुन्छ, तपाईँले चाहिँ जम्मा 3 पाइला माग्नुहोस् न, कति बिघा माग्नुहुन्छ, कति रोपनी माग्नुहुन्छ, तपाईँ धेरै माग्न चाहनुहुन्छ भन्ने कुरा उहाँले गर्नुभयो। मलाई केही पनि चाहिँदैन, मलाई 3 पाइला मात्र सिर्फ जमिन दिनुभयो भने हुन्छ भन्ने कुरा भयो। ओके ल, ठिक छ नि त भन्ने कुरा बलिराजाले भनिसकेपछि यसअनुसार भगवान आफ्नो विष्णुले आफ्नो बृहत रूप बलिको अगाडि देखाइदिनु भयो। उहाँ 1 पाइलामा स्वर्गलोक पुरै भ्याइदिनु भयो। यसै गरी दोस्रो पाइलामा पृथ्वीलोक नै भ्याइसक्यो। 2 पाइलामा यो तलदेखि नै टेक्ने भागै मेटिसक्यो। तेस्रो पाइला राख्ने ठाउँ भएन। अनि बलिराजाले भन्नुभयो, अब सबै ठाउँ त भ्याइयो। बलिराजालाई भन्नुभयो विष्णुले, सबै ठाउँ भ्याइयो, अब तेस्रो पाउ कहाँ राख्ने त भन्ने कुरा जिज्ञासा आउँदाखेरि अलिकति बलिले भन्नुभएछ, त्यसो भए म कुनमा रहन्छु त, मेरो छुट्टी अस्तित्व रहन्छ, यो पाइलादेखि बाहिर छु त म भन्दाखेरि त तिम्रो नै रहन्छ भन्यो। त्यसपछि मेरो काँधमाथि चाहिँ तपाईँले राख्नु सर्को शिरमाथि राख्नुहोस् भन्ने कुराहरू भयो। अनि शिरमाथि टाउको राख्दाखेरि बलिराजा धसिएर पातालमा पुग्नुभयो। अनि पछि बलिराजा पातालमा पुगिसकेपछि 3टै लोकहरू चाहिँ भइसकेपछि पूर्णता पाइसकेपछि त्यो एउटा घमण्ड अन्त्य भयो। अनि त्यस पछाडि बलिराजाकै घरमा द्वारपालको रूपमा भगवान श्री हरिनारायण उहाँ चाहिँ द्वारपालको रूपमा एकादशी जुन हामी हरिशयनी एकादशी लिन्छौँ, त्यो एकादशीदेखि 4 महिना म तिम्रै द्वारपाल भएर म बस्नेछु, म यही शयन गर्नेछु भनेर भगवान श्री विष्णुले त्यही बलिराजाको